दियो है। यहाँ धेरैजनालाई मैले हिजो भनेको थिएँ आउनुहुन्छ भनेर 24 घण्टा नपुगिकन हाम्रो आशाको दियो बलेको छ। हामी रुने होइन, उहाँलाई चाहिँ हामीले अझै पनि आफ्ना कुरा राख्ने हो गर्नुहुन्छ आशाको दियो भनेर हाम्रो कामले तपाईँ भइरहेको छ। दाइ म अनुराग झा हो, जिन्सी सिभिक फोरमबाट। अस्ति तपाईँको जुन दिन शपथ ग्रहण थियो, तपाईँले अस्ति पनि कल गर्नुभएको थियो के अरे हामी शीतल निवास अगाडि छेउमा हामी ल बस्छौँ त, प्ले कार्ड मात्र देखाउँछौँ भनेर यी अगाडिको प्रहरीहरूले हामीले धकेलेर उहाँ बिरामी भएर रातभरि टिचिङमा बस्नु भएको छ प्रहरीको गाडीमा। त्यहाँको चाहिँ सरिस्मा थापाले कल गर्नुभएको थियो। हामी चाहिँ छेउमा निषेधित क्षेत्रमा होइन, निषेधित क्षेत्रमा होइन। होइन उहाँहरू उता लग्ने कारण किन? किनकि म उहाँहरूसँग कन्ट्याक्टमा छु, आन्टीसँग कन्ट्याक्टमा आफै जानु भएको, आफै जानु भएको होइन, तपाईँ आफै जानु भएको। अरूले उचाल्नु हुँदैन। मान्छेले के सोचिरहेको हुन्छ, आफ्नो स्वार्थ हुन्छ, के हुन्छ। म त हजुरलाई भनेको थिएँ, म आएर भनेको थिएँ होइन, म आउँछु दिदी। मलाई अलिक समय दिनु है, तपाईँले भनिरहेको छु है। तपाईँले चाहिँ विश्वास गर्नु पर्यो, समय चाहिँ गृहमन्त्रीज्यू त्यो मात्रै होइन, हामी त यहीँ बस्दा मैले त खुट्टाइ खाएको हेरेछु, धेरै आक्रमण भएको छ। मेरो ज्यान पनि सुरक्षित छैन। म सबैलाई कहिले सम्झाउने हो, तपाईँ माथि आशा गरेका छौँ, तपाईँ आशाको दियो हो। मैले जहिले पनि भनेको छु, तपाईँ सच्चा सपुत हो। सबै लागेर हिजो मात्रै लिएर आएको हामीले डिस्चार्ज गरेर मेरो छोरो बरु बाहिर आउनु पर्यो। छोराको लागि बाबु मर्नमा पेन्सन केही 24 महिना भन्दा मेरो छोराले मलाई यो भाषा दिएको चाहिँ चल्छु बाबु तपाईँले केही पहिलो निर्णय तपाईँहरूको लागि बोलाएको थिएँ त म गर्छु विश्वास गर्नु पर्यो। त्यही भएर बच्चाहरू पनि खुसी भएको छन्। अलिक समय दिनु पर्यो क्या तपाईँले। अब आजको भोलि मैले त गर्नु सक्दिनँ, छानबिन गर्नुपर्छ होइन। प्रोसेस त प्रक्रिया त पुऱ्याउनु पऱ्यो नि त। प्रक्रिया बिना गऱ्यो भने फेरि भुलिला होइन, त्यो सबै कुरा हेर्नु प्रक्रिया हेर्नुपर्छ। हामी आएर यता खट्ने हामीहरू छोड्छौँ, तपाईँ सडकमा बस्यो भने हामी कुर्सीमा कसरी बस्छौँ? लाजले पनि मलाई एकचोटि गृहमन्त्री भेट गर्दाखेरि म गइहाल्छु भोलि मेरो छोरी ठिक छ अब तपाईँहरू रोडमा नबस्नु है। त्यसरी अब आमाहरू बिरामी हुन्छ गइहाल्छु। पहिला मेरो बस्ने रोड छैन, मैले रोडमा बस मैले नर्नेसँग गरेको थिएँ। पसलमा एउटा चिया लगाइ बसेँ मलाई कति लाग्छ मेरो छोरा लाग्दैन। हामीलाई चाहिँ लड्छ त यस्तो रोडमा आएर बस्नु। खुट्टा भाँसी घाँस दौरा गरेर पढाएको छु बाबु, त्यति बुझिनु